हाई एभ्रिवान, सेवा नमस्ते। के छ तपाईँहरूको खबर? म चाहिँ एकदमै ठिकै छु। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ। अनि आज चाहिँ स्पेसल्ली हाम्रो पल्लो घरमा दाईहरूकोमा पूजा छ कि, अनि हामी चाहिँ त्यहाँनिर जानु आँटेको। अब एकछिन सानै पूजा चाहिँ थियो, बाबाहरू जानुभयो उता पर। हाम्रो चाहिँ पर हुन्छ क्या पूजा चाहिँ, जङ्गलमा के पो भन्छ हो त्यहाँ हुन्छ। अनि त्यहाँ चाहिँ बिहानै गएर आइसक्नु भयो। अनि म चाहिँ यहाँनिर जाँड छान्दैछु। अब जाँड रक्सी लिएर जाने हो, कसरी त लानु पर्यो। यहाँनिर छ छोरा चाहिँ सामदुङ सामदुङ खेलाउने। सामदुङ चाहिँ यहीँ बस्छ क्या, उता घर जानै मान्दैन, यहीँ मात्रै बस्नु खोज्छ। उता लानुहुन्छ फेरि आइहाल्छ कुदेर। यहीँ बस्छ, अघिदेखि बोजूसँग यहीँ बसिरहेको रहेछ। म चाहिँ बिहान घाँस काटेर आएको। अनि अहिले चाहिँ कति बजी? 11:30 भइसक्यो। अब चाहिँ हामी एकछिनमा जानुपर्ने हुन्छ। यहाँनिर जाँड छानेर बोकेर जाने सबैजना हुनुहुन्छ त्यहाँबाट चाहिँ। अब हामी चाहिँ जान्छौँ। यहाँनिर सब फुल सब भाँचेर ढुट्टो झरेर क्या, भाँचेर सबै। अब चाहिँ हामी जाँड छानौँ ल। मैले चाहिँ यहाँ अलिकति छानिसकेँ, अब यो पनि छान्नुपर्छ। अब यसलाई चाहिँ यहाँ हालिदिउँ। यो बोतलमा चाहिँ रक्सी हाल्नुपर्ने हुन्छ। मैले चाहिँ यो हिजो बनाएको रक्सी यति भइसकेछ, 2 भान बनाएको थिएँ, लगिसक्नु भएछ। अब यहाँ रक्सी हाल्छु। रेडी बनाएँ यो जाँड, यो रक्सी। यसको सोप्ने चाहिँ अर्को रहेन रहेछ क्या, अनि त्यही हालिदिएको मैले चाहिँ। अब यति लगेर जाने। यहाँ छ छोरो नाति बोजू सामदुङ। सामदुङ के खानु भएको? बनाना। के खानु भएको? बनाना खाएको हो र? हो। अब जानुपर्छ ल। नजाने अघिदेखि जाउँ भनेको कि किन भन्दैछ क्या, जानै मान्दैन उतातिर। म चाहिँ फेरि एकचोटि बाँदर हेर्नु जाँदैछु। त बाँदर आयो भनेर हेरेको गर्नुपर्छ क्या। हाम्रोमा त बाँदर कति धेरै आउँछ नि त। अनि के अरे सब मकैहरू खाइदिन्छ। अनि त्यत्रो दुःख गरेको केही काम हुँदैन। त्यही भएर बाँदरलाई चाहिँ हेरे गर्नुपर्छ। अनि फेरि बाँदरले मकैहरू खायो भने त हाम्रो बाबा यस्तो रिसाउनुहुन्छ नि। उहाँले त कति खेद्नुहुन्छ नि त। अनि हामी घरमा हुँदाखेरि खायो भने यस्तो रिसाउनुहुन्न। बिचरा कति दुःख गरेर गर्नुभएको हुन्छ। अनि त्यही भएर होला बाबा काका पुरा रिसाउनुहुन्छ क्या। त्यही भएर म चाहिँ हेर्नु निस्केको यहाँनिर। आज त पुण्डे पनि बिहानदेखि घरमा छैन, कहाँ गएको हो? घरिघरि त यस्तो रिस उठाउँदैन पुण्डेले पनि। चाहिँ आज निस्केको रहेन रहेछ। यहाँनिरको बिउ चाहिँ यत्रो ठुलो भइसक्यो यी, तर अलिक पातलो भएछ कि क्या हो। यहाँनिर अस्ति नै वस्तुहरू पसेको थियो भन्दै हुनुहुन्थ्यो फुपूले, त्यही भएर होला यस्तो भइरहेछ। यहाँको चाहिँ अलिकति 1-2 दिन अगाडि छरेको नि त, अनि त्यत्रो छ। यताको चाहिँ अलिक सानो, यताको त उम्रेकै छैन, भर्खर त छरेको। ए यता त बिउ नै देखिँदैन त। यहाँ त बिउ नै देखिँदै छैन। हामीले चाहिँ किन मकै बारीमै छरेको भन्दाखेरि नि, बाँझो बारी के अरे खेतै छैन क्या। छनु त छ, तर यहाँ मकै बारीको लागि चाहिँ अलिक टाढै पर्छ क्या, तल छ बाँझो बारी चाहिँ। अनि यहाँ मकै बारीको लागि चाहिँ यहीँबाट नजिक हुन्छ भनेर यहीँ छरिदिएको मकैभित्रै। अब मकै 1-2 दिनमा भाँच्ने बेला हुन्छ नि त। अनि मकै निकाल्नुपर्छ। अनि त्यहाँपछि फेरि यहाँनिर धान रोप्नुपर्ने हुन्छ। सामदुङ चाहिँ जानै मानेको थिइनँ कि घर। अनि भाउजू आउनुभएको थियो लिनलाई। माम नै खानु मान्दैन क्या। बिहान हाम्रोमा दुध खान्छ, अनि दुधले नै अगाउँछ अरे क्या। अनि त्यही भएर माम खानु मान्दैन अरे। अनि भाउजूले चाहिँ जबरजस्ती लिएर जानुभयो। पुरा रिसाइरहेको थियो, बाँच्दै थियो माया लाग्दो गरेर। तर एकैछिनमा आइहाल्छ क्या, जान्छ होइन। अनि एकछिन बस्छ, अनि फेरि यतै हाम्रो घरतिरै आइहाल्छ क्या। बिचरा त्यहाँ बस्नै मान्दैन घरमा, किन हो खै।
भित्र चाहिँ जहाँ रक्सीहरू छ। अब चाहिँ हिँडेको मम्मी चाहिँ जाँदै हुनुहुन्छ। झोला बोकेर हिँडेको निम्तो खानु। यहाँ हो कि भाउजूहरूको घर चाहिँ देवाको। आइया भाउजूले खाना खुवाउँदै दाजु देवाहरूकोमा पुरा मासु भात खाएर यहाँ बसिरहेको रहेछ क्या। अघि हामी जाँदाखेरि त त्यहाँनिर पो रहेछ पुण्डे त। बिहान कहाँ गयो भनेर खोजिरहेको त उता पो गएको रहेछ। अब म चाहिँ फोन चार्ज गर्नु हिँडेको। हाम्रोमा चाहिँ करेन्ट छैन नि त। अनि म चाहिँ काकीकोतिर हिँडेको फोन चार्ज गर्नुलाई। हाम्रोमा हुँदै छैन मेरो फोन, के गर्नु, चार्ज छैन, अफ हुन आँटिसक्यो। यहाँनिर चाहिँ मम्मीहरू हुनुहुन्छ, सघाउनु आउनुभएको छ। म चाहिँ आज किन आइन भन्दाखेरि चाहिँ अब म चाहिँ चारो खोजेर फर्स्टमा चाहिँ चारो खोज्छु, अनि चारो काटेर चारोहरू दिएर अनि त्यसपछि मात्र म आउँछु। मेरो फोन अफ हुन आँटिसक्यो, लाइन छैन, के गर्नु। अब चाहिँ म चार्ज गर्छु फोन। तर यहाँ पनि खाली छ कि छैन लाइन नहुँदा। काकी घरहरूकोमा पनि धेरैवटा फोनहरू हुन्छ नि त, अनि चार्ज गर्ने ठाउँ हुँदैन होला भन्ने कुरा छ कि छैन हेरौँ। छैन भने त के गर्नु।